आरजीको चाहिँ एउटा सहकारी हो र यो सहकारी गर्नको लागि चाहिँ अगाडि आएर चाहिँ ब्रिजको काम गरिदिनु हुने डाइरेक्टर डाक्टर मनोज यादवजी र सुरेश ढुङ्गेलज्यू डाक्टर सुरेश ढुङ्गेलज्यू दुवैजनालाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। वास्तवमा नास्टका भिसी सरसँग चाहिँ मेरो बिचमा 3-4 राउन्ड कुरा पनि भएको थियो केही गरौँ भनेर चाहिँ नास्टले चाहिँ र आरजीले गर्न सक्ने चाहिँ खास चाहिँ मध्य प्रदेश केन्द्रित केही अनुसन्धानको एरियाहरू छन्। खास गरी चाहिँ सूर्य भागमा चाहिँ वाटरको चाहिँ चार्जिङ स्टेसन र अर्को चाहिँ पेस्टिसाइडहरू जहाँ चाहिँ बढी युज भएको छ तराईमा। र यो क्षेत्रहरूमा चाहिँ हामीसँग चाहिँ भएको अनुसन्धान केन्द्रमा सँग चाहिँ एमओयू गरिकन गयो भने मैले के हेरिरहेको छु भने सूर्य भागको चाहिँ सूर्य क्षेत्रको लगानी हेर्दाखेरि चाहिँ लगानी निकै भएको छ तर चाहिँ उपलब्धि के पनि छैन। र त्यो हेर्ने पनि हाम्रै साथी हुनुहुन्छ केमिस्ट्रीले मेरो सिनियर हुनुहुन्छ र नागरिकहरू हुनुहुन्छ। त्यसैले म के चाहन्छु भने त्यो एरियामा जुन एरियामा चाहिँ मधेसमा बेनिफिट राइट त्यहाँ चाहिँ हामी सरकारी गर्छौँ र चाँडै चाहिँ म एमओयू गर्छु होला भिजनसँग चाहिँ कुरा भएको छ। जहाँसम्म यो ट्रेनिङको कुरा हो यस्तो टाइपको ट्रेनिङहरू चाहिँ म आजदेखि चाहिँ कुनै न कुनै टाइममा चाहिँ ट्रेनिङहरू भइरहेको छु। कहिले आइटीको होस् वा कहिले चाहिँ म्यानेजमेन्टको होस् वा कहिले चाहिँ इन्जिनियरिङको होस्। यो ट्रेनिङहरू चाहिँ हामीले चाहिँ पहिचान गरिकन चाहिँ कुन क्षेत्रमा कुन ठाउँबाट कुन दिगो ल्याएर गर्ने गराउने भनेर चाहिँ हामी गएको छौँ। मलाई सम्झना छ अनुसन्धान केन्द्रबाट चाहिँ अनुसन्धान वृत्तिहरू चाहे त्यो फ्याकल्टी ग्रान्ट होस् चाहे इनोभेसन आइडिया ग्रान्ट होस् वा चाहिँ थेसिस ग्रान्ट होस् यस्तो टाइपको ग्रान्टहरू चाहिँ बाट हाम्रो विद्यार्थी भाइ बहिनीहरू लगायत चाहिँ फ्याकल्टीहरू चाहिँ एकदमै उत्साहित र पार्टिसिपेसन तपाईँहरू सबै चाहिँ यसमा भाग लिनुहोस् अनुसन्धानमा रुचि राख्नुहोस् अप्लाई गर्नुहोस् मेन्टर खोल्नुहोस्। मेन्टर छैन भने चाहिँ इन्ट्रेस्ट छ मेन्टर छैन भने आउनुहोस् अनुसन्धान केन्द्रमा उहाँले तपाईँलाई चाहिँ आफै असाइन गरिदिनुहुन्छ मेन्टर। र म सम्झिरहेको छु अशोक महतो र राहुल दास त्यो दुईजना भाइहरूले चाहिँ पहिला पनि ग्रान्ट पाएको र अहिले पनि पाएको छ ग्रान्ट। यो चाहिँ एउटा इन्ट्रेस्ट हो यसरी काम गर्दै गयो भने चाहिँ भोलिका दिनमा पक्कै पनि अरूभन्दा फरक हुन्छ। मेरो आफ्नो के चाहना छ भने तपाईँहरू पनि अगाडि आउनुहोस्। यो ग्रान्ट चाहिँ सबैको लागि तपाईँहरूसँग कुनै आइडिया छ भने त्यो आइडिया ल्याउनुहोस्। त्यो आइडियाको लागि चाहिँ को चाहिन्छ गाइड गर्ने त्यो हामी चाहिँ गर्नुहोस्। जबसम्म अनुसन्धानमा लाग्नुहुन्न रिसर्चमा तबसम्म पढेको कुनै चाहिँ सार्थकता पाउँदैन है। टिचिङ चाहिँ बुक टेक्स्ट बुक रिडिङ भनेको चाहिँ के पनि जबसम्म चाहिँ आफ्नै चाहिँ ह्यान्ड चाहिँ अनुसन्धानमा लाग्नुहुन्न फिल्डमा जानुहुन्न काम गर्नुहुन्न लेख्नुहुन्न पब्लिस गर्नुहुन्न डेटा एनालाइज गर्नुहुन्न तबसम्म चाहिँ नलेजको पनि मिल्दैन। सो मैले चाहिँ आरजीमा सुरुवात हो हरेक सेक्टरलाई चाहिँ रिसर्चसँग जोडौँ भनेर चाहिँ हाम्रो चाहना हो। हामी अगाडि बढेछौँ र अलिकति चाहिँ रिसोर्सेसको कमीहरू इन्फ्राको कमी चाहिँ नभएको होइन। हाम्रो चाहिँ जुन अहिले भवन छ त्यो चाहिँ अपुग हो र तपाईँहरूलाई चाहिँ थाहा होला हामी यसमा लागिरहेको छौँ। यो लिजमा लिएको भवन हो डिपिआरमा गइरहेछ। सकभर चाहिँ असार मसानसम्ममा यहाँ नयाँ भवन बन्छ होला वा अलिकति ढिलो पनि हुनसक्छ। त्यसपछि हाम्रो चाहिँ अलिक इन्फ्रामा जोड दिने बित्तिकै हाम्रो चाहिँ ल्याब कम्प्युटर ल्याब चाहिँ एकदमै पोर छ र म यहाँ फेरि पनि भन्न चाहन्छु साइन्सको टिम म्यानेजमेन्टको टिम र चाहिँ यो युनिभर्सिटीको टिम चाहिँ उहाँहरूसँग चाहिँ DL 5 अन्तर्गत प्रोजेक्टबाट चाहिँ पैसा चाहिँ हामीले चाहिँ छुट्याएका छौँ। तपाईँ चाँडैभन्दा चाँडै चाहिँ कम्प्युटर ल्याब चाहिँ स्टाब्लिस गर्नुहोस्। भवन पनि बन्दैछ र टेन्डर कोटेसन गर्दै जाँदा पनि चाहिँ 2 दिनमा लाग्ने भवन चाहिँ मलाई लाग्छ नेक्स्ट सेसनदेखि चाहिँ यु ह्याभ वेल इक्विप्ड चाहिँ आइटी ल्याब है त्यो चाहिँ पक्कै पनि चाहिँ चाँडै नै आउँछ। जहाँसम्म यो आइसिटी ट्रेनिङको कुरा हो वास्तवमा एकदमै महत्त्वपूर्ण हो। हरेक सेक्टरमा चाहिँ इन्फर्मेसन टेक्नोलोजी चाहिन्छ र म अलिकति चाहिँ गर्न चाहन्छु। यो म चाहिँ पिएचडी गर्न जापान जाँदाखेरि चाहिँ धेरै पहिला कुरा हो 25 वर्ष अगाडि कुरा हो 25 इयर्स चाहिँ इनर्जी सेक्टरमा र त्यहाँ चाहिँ के हुन्छ भने पिएचडीमा चाहिँ अप्सन हुन्छ कि त्यो बाहेक चाहिँ कुनै अरू फिल्डमा पनि आफ्नो एक्सपर्टिज बनाउन सकिन्छ र मसँग 2 अप्सन थियो। एउटा चाहिँ स्पेस मटेरियल
र अर्को चाहिँ माइक्रो इकोनोमिक्स है। मैले चाहिँ किन चुज गरेँ यो 2058 को कुरा हो। त्यति बेला मैले चाहिँ स्पेस मेटेरियल्समा चाहिँ 1 वर्षको कोर्स दिएको थिएँ 1 इयर र जापानको चाहिँ ज्याक्सा भन्छ यहाँ चाहिँ बराबर भिजिट गर्ने स्पेस सेटेलाइट लन्च गरेको हेर्ने लगायतको चाहिँ अनि माइक्रो इकोनोमिक्स। त्यसैले के भने म प्योर साइन्सको स्टुडेन्ट भए तापनि चाहिँ मेरो हराइजन चाहिँ साइन्सभन्दा केमिस्ट्रीभन्दा बाहिर थियो है। अहिले आएर चाहिँ यो आइटी पढ्ने विद्यार्थी भाइबहिनीले चाहिँ फोटोभोल्टाइक सेलमा वा स्पेसमा चाहिँ कुरा बुझ्दाखेरि चाहिँ के भने कम्प्युटरको वा इन्फर्मेसन टेक्नोलोजीको चाहिँ एप्लिकेसन पार्ट है। तिमीहरूले चाहिँ यदि ट्रेनिङ गरेर भने चाहिँ फोटोभोल्टाइक सेल चाहिँ बनाउन सक्छौ। हिम्मत छ भने चाहिँ एउटा प्रपोजल लेख र रिसर्च सेन्टरमा अप्लाई गर, यु गेट फन्ड। तिमीसँग चाहिँ आइडिया छ भने अब त छ नि आइडिया, पाइलट प्रोजेक्ट चाहिँ बनाऊ र